हेलो नमस्कार। हाम्रो यात्रा जारी छ। आज यता दरबाङतिर छ ल। हेर्नुहोस् हामी चाहिँ अब सिमलचौरतिर आएको छु होइन। तातो पानीसम्म खाली नै आएको थियो। अनि हामी अब सिमलचौरबाट चाहिँ यसो भित्र प्रवेश गरौँ होइन। ट्याक्क गाडीभित्र प्रवेश गर्दैछौँ ल। हेर्नुहोस् हजुरहरू अब मान्छे चाहिँ हेर्ने लायकको छ। यता हाम्रो आमाहरू चाहिँ अब रातटुङ्गा जाने भने त्यो हाम्रो बोनी गरेर दुईवटा गुरुजी हुनुहुन्छ। जे पर्ला वाला जाम भनेर गुरु दुईवटा जति जाम भनेर आँटेको बेनीबाट हाम्रो दुईवटा गुरुजी हाल्नु भएको त्यो त्यसपछि सरारा बित्ता लाइन सजाहरू हेर्नुहोस् आज हेर्ने लायकको छ। हाम्रो यो दुईवटा गुरुजी लक्की हुनुहुन्छ। हामी चारजना आएको बेनीबाट। अनि अब होस् अब रातटुङ्गासम्म चाहिँ छ है मान्छे अब होइन। अब त्यसपछि अब उता चाहिँ अब फेरि उता पाउँछ भने आछन्। आज हाम्रो काठमाडौँ जाने गुरुजी हुनुहुन्छ आज जाने। अब भोलि चाहिँ गुरुजी पोखरा जाने हो। हामी पाँचजना मान्छे आएको आज बेनीबाट चाहिँ जे वर्ला भनेर। यस बाटोमा राम्रै भयो भनौँ। सर रानी बाहिर लान्छ सिधा लान्छ। हजुरहरूलाई सेयर गर्नुहोस् सब्सक्राइब गर्नुहोस् है। हजुरहरूले माया गरिदिनु भएको छ अझै माया गरिदिनु होला। अनि आउने दिनहरू त्यसो जारी नै भिडियो गर्नेछु। हजुरहरूको माया हजुरहरूको आशिष पाइरहेको छु होइन। लाइक सब्सक्राइब गर्नुहोस् सेयर गर्नुहोस् है त हजुरहरू। बाई बाई। ल खेती